बाहिरतिर गयो यसो घुम्नुलाई पढ्नु चाहिँ यहीँ पढ्यो अनि 11 वर्ष भिजा कसले दियो तपाईँमा भिजा भिसा त लाग्छ नि कहाँ दियो पासपोर्टहरू कहाँ ल्यायो पासपोर्टहरू कहाँ ल्यायो पासपोर्ट यहीँ कहाँ नेपालमा अनि 10-11 वर्ष पढेपछि अनि त्रिपिटक भन्ने चाहिँ विनय पिटक सूत्र पिटक अभिधर्म सक्यो अनि त्यो सकेपछि अनि त्यहाँ चाहिँ अब रथहरूको कुरा आयो त्रिपिटक विनय पिटक सूत्र पिटक अभिधर्म यो अहिले गुरुले दिएको सेम हो काङ्ग्यु अहिले दिएको त छैन यो चाहिँ अब तन्त्र यो मान्नुहोस् नि यो चाहिँ छैन अस्ति दिएको चाहिँ छ अस्ति दिएको छ नि 요 말에 건지 도랑 둘라 요리 दुल्बा यो ठ्याक्कै हो तपाईँ ठेकमेनमा भने यो गरेको ठेकमेनमा गरेको ठेकमेनमा गरेको ठेकमेनमा त्यो सिने लाक्थुङलाई स्मल भन्छ कि स्मल सिने स्मल लाक्थुङ अनि यहाँ चाहिँ झोक्रिम केरिम अनि जोक्सेन गरेपछि चाहिँ बिग सिने लाक्थुङ भन्ने छ त्यति नै हो झोक्रिम केरिम भनेको यसो तान्त्रिकबाट अब त्यो ठेकमेनको भनेको नेचर पर्फेक्सन एकदम सिधा हुन्छ भने हुन्छ हुँदैन भने हुँदैन ठेकमेनबाट लड्यो भने होइन लड्यो भने अलिक नजिकै रोकिन्छ यहाँदेखि लड्यो भने उद्यानमै रोकिन्छ अब जोग्रिम केरिम जोक्सेनबाट लड्यो भने यहाँदेखि लड्यो भने तल पुग्छ गएपछि कहाँ जान्छ यहाँदेखि लड्यो भने माथि गएपछि कहाँ जान्छ यता यहाँदेखि लड्यो भने कर्नाटक थाहा छ कर्नाटक उता गएपछि समुद्र आउँछ होइन त्यसको फेदमा पुग्छ जोक्सेनबाट लड्यो गएपछि कहाँ पुग्छ फेरि जोक्सेनदेखि जोक्सेनदेखि गएपछि सक्यो साङ्गेसी त्यो पनि त्यस्तै हो तर छ्यागे छेन्पु भनेको त्यस्तै हो मैले बुझेको चाहिँ त्यस्तो अब यसलाई भाँचेर कता कसो गऱ्यो भने यो फेरि आउनु सक्ने सम्भावना छ यो नेचर हो त्यस्तो जस्तो लाग्यो बुझ्दो मलाई चाहिँ तपाईँ चाहिँ यो यस्तो मेडिटेसनमा जोक्सेन मन पारेको छ क्या छम्बो जोक्सेन पनि त्यही हो छागेछेन पनि त्यही हो सिने पनि त्यही हो यस्तो बाटो मात्रै फरक डिजाइन फरक के डिजाइन फरक तपाईँ चाहिँ कुन चाहिँ गर्दैछ अलिक अब यस्तो भयो छागेछेन पो अब BMW कार अलिक कलर जोक्सेन हो मर्सिडिज जोक्सेन मर्सिडिज सिने लाग्थ्यो अब 90 लाखको कार हो दितो कैसे तो खर्च करना था त्यसो धेरै फरक छैन ठेकमेनहरु घने तो करना था चुक जा कहाँ खेम्या जरा मजी मजी मैले चाहिँ यो साङ्गेपाको गुरुको कुरा सुनेर त्यस्तो प्राप्त गर्न सक्छ ठेकमेनलाई त्यस्तो प्राप्त गर्न सक्छ प्राप्त फरक भन्यो भने यो जिनी लाग्दो चाहिँ त्यस्तो के चाहिँ प्राप्त गर्नुपर्छ जिनी लाग्दो चाहिँ के चाहिँ प्राप्त गर्नुपर्छ प्र्याक्टिस त अब ध्यान गरेर भन्नु न अब जस्तो सिने प्राप्त गर्नुलाई तपाईँले गुरुलाई अनि ढोक गरेर मलाई सिने दिनुहोस् पहिचान गरेर अनि सिने 40 सिने 40 सिने 40 सिनेमा अनि एउटा छानेर अनि तपाईँले सबभन्दा बेस्ट चाहिँ कुन चाहिँ हो कुन हो अब चोइस गरेर झ्याम्बा ङिङजे कुन चाहिँ सिने पाए अनि त्यो गरेर जुन पाए त्यो हुँदैन
ओ दुधा खोदा अब तपाईँको त्यो उसको छ नि तपाईँको ब्रेन फङ्सन माइन्ड फङ्सनको त्यो तालमेल विचार गरेर मात्रै सिने लाग्छ कि जुनसुकैलाई जे पनि लाग्छ राइट कुरा अफिसियली राइट त्यो फेरि दिनु पर्यो आफैले हुँदैन हुँदैन अर्कोले सिक्नुपर्छ गुरुले दिनु पर्यो दम्न दिनुपर्छ अनि त्यो दिने बेला अब 10 रुलिङ 5 रुलिङ अनि गेलुङ रुलिङमा छ यसरी कुन रुलमा लिने म 5 अब धुम्बङ्गा म त गेलौँ दोम्बा हो गेलुङ धुमबाट गेलुङबाट तपाईँ के हो म त होइन गिजुल गिजुल हो गेजुल पनि होइन किन गेगेन पनि होइन गाक्पा पनि होइन फाक्पा रे फाक्पा म त फाल्टे फाक्पा पनि होइन सेमचेन चाहिँ हो सोसो के हो सेमचेन चाहिँ हो सोसो के हो सेमचेन नै हो त्यो अलिअलि ध्यान 가장 힘아도 요라 장지 요도 과 domba 요도 कुकार दुकान हो अरे त्यो मानि न दुकान त मन होइन मानि न चाहिँ जिदु दुल भाइ जसि 장지 코세도 봐 가르 두도로 스쿠순도 나와 यसो भन्छ के बुद्धले यसो मृत्यु हुने अनि दुःख हुने बिराम हुने अनि रोगी हुने यस्तो चार पाँच किसिमको दुःख कष्टलाई चाहिँ कहिले नछुने गरेपछि त्यो चाहिँ आर्य हो भन्दै गाह्रो कुरा गाह्रो कुरा छ छोड्दैन नखाने न यी म त यतै पढेको यही काठमाडौँ छोड्दैन दुकान दिन्छ होइन राम्रो रहेछ राम्रो निमारा तिरो नरोबाज योरा नरोबाज दिन्डे रोज निमारस चोपा योरा दुधी वा मि रोज ओल इसी मार्ता नाङ्लो योरा नाङ्लो काम हुन्छ अनि अस्तिको दिन त्यसै चेपा खेल्दाखेरि कोसँग 500 जना लामाले ठुलो लामालाई सिमचेन बनाएको तिरो नर्दिनु मिल्छ ठुलो लामालाई सिमचेन बनाइदियो कोले यस्तो तपाईँहरू जस्तै 5-7 जनालाई मसँग कुरा गर्दै थियो मसँग डिबेट चाहिँ पढेको थिएन अनि त्यो लामा यस्तो भन्दै थियो कम्पेरिसन टु कम्पेरिसन माइन्ड फर्मेसन अर्को लामा आएर चेपा हान्दै कम्पेरिसनमा हान्यो त्यहाँ के अब धेरै बेर लाग्यो यति बेलादेखि नै 8 बजीदेखि 8 बजी हो 8 बजीदेखि 11 बजायो यहाँदेखि माथि आसु डिबेट गर्छ नि अनि उड्नु ल गाडी रहेछ लामाको 5 करोडको गाडी सिमजन बनाइदियो फेरि सिमचेन बनाइदियो लामा अनि आसु डिबेट गर्छ नि डिबेट सिमचेन बनाउने लामा यो साङ्गेपाको लामा हो आसु डिबेट गर्छ नि त्यहाँ उड्नु ल त अनि यो त नमोबुद्धतिरको थङ्गु रेमेचको लामाहरू कसैले हजुर खाना खाएर छ नि बात गरेर छ नि 1 बजी त डिबेट गर्छ नि त्यहाँ तपाईँ उड्नु ल म त किन उड्ने छ म त आफै सेमचेन हो मलाई बनाउनु तपाईँ लगाएर चोमा तागिर म त सेमचेन हो म किन सेमचेन हो भन्दाखेरि किन सेमचेन मलाई बिराम हुन्छ यस्तो रुगा लाग्छ अनि मलाई फेरि फिर रुमुचे समझिन न है अनि मृत्यु हुने बेलामा डर लाग्छ यो सँगै नियम भन्ने सेमचेन हो यो त थाहा भएन मलाई ये बिरामी लागेन फिर मुछले सुमुछले बिमार बिरामी लागेन साङ्गेको अनुसार त अब थाहा भएन साङ्गेको अनुसार चाहिँ बिरामी हुने कट्टा कहिले नहुने पार्नु अनि मृत्यु हुनेदेखि पार अनि यसो गरेर बिराम हुने यस्तो बुढो हुने अनि जन्म हुने 4-5 वटा द्वारहरू कट हालेपछि आर्रे नेपाली के पढ्यो सर फाक्पा भयो त्यहाँबाट अनि त्यसो फाक्पा भएपछि अनि यस्तो आफ्नो शरीर चाहिँ तपाईँ के पार्टी पनि चिन्छ पार्टी के भन्नु फाक्पा भएपछि यस्तो सिनेदेखि मन लाग्यो त्यहाँ यस्तो तपाईँ पार्टी पनि चिन्छ संस्कृत पनि चिन्छ पाली संस्कृत जान्दैन पार्टी चिन्छ पाली एकदम चिन्छ अम्बो
पाली झागोना तेरे संगे तांबो र संगे पाली नला सुरे छ दोना त्यो साथ हेको छ पानी जस्तो खाने छ है है दाइ पाली त पानी जस्तो पालीमा एउटा चोलोका बान्नु न पालीमा एउटा चोलोका बान्नु कुन पालीको 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 त्यो अब सधैँ सधैँ पूजा गर्ने होइन इतिपिसो भगवरं सम्मा सम्बुद्धो विजचरण सम्पन्न सुगतो यसो भन्छ के सुरुमा उ गर्ने होइन अनि यतातिर चाहिँ त्यसलाई के भन्छ भने यो के भन्छ याङधक्कर जोग पेसाङ्गे भन्छ संस्कृत जिन्दिन संस्कृत त अलिकति सेम सेम रहेछ संस्कृत और यो पाली त सेम होइन फरक हो फरक हो डिफरेन्स ल्याङ्ग्वेज युनिभर्स डिफरेन्स संस्कृत युनिभर्स पाली भाषामा होइन अब पाली भाषामा होइन पाली भाषाले के दाबी गर्छ भन्दाखेरि यो ब्रह्माण्डमा होइन असङ्ख्य गनेर नसक्ने गरेर होइन यो ब्रह्माण्डमा चाहिँ यस्तो महाकरुणा भन्ने शब्द चाहिँ एचेटमेन्ट भनेको छ कि महाकरुणा भनेको यस्तो महाकरुणा भनेको कम्प्यासन भन्छ तर संस्कृत भाषाले महाकरुणा कम्प्यासन यस्तो ब्रह्माण्डमा एट्याचमेन्ट गरेको छ अनि यस्तो अनि पाली भाषाले होइन झ्याम्बाङ्गिङ्जे भन्ने यहाँ पाली यहाँ बजाउँछ नि अनि पाली भाषाले एउटा गीत असङ्ख्य गनेरै नसक्ने गरेर चाहिँ यो नेचरमा राखेको छ अनि त्यो गीतलाई चाहिँ टिब्टेन भाषामा चाहिँ झ्याम्बाङ्गिङ्जे सिने लाग्थो झ्याङ्सो सेम्बा सेम्बा छे जोपे सँगै यस्तो भन्ने चाहिँ पाली भाषाले चाहिँ असङ्ख्य कल्प राखेको छ भन्छ यो नेचर हावा पानी रुखपात जहाँ यसो राखेको छ तर संस्कृत यो चाहिँ के हो यो संस्कृत हो पाली पाली हो तपाईँ होइन साउन्ड यो कसको स्किन छिमोदा स्किन छिमोदा स्किन छिमोदा स्किन छिमोदा स्किन छिमोदा छिमो अलिकति नो पाली हो के हो यो पाली होइन यो के हो यो यो संस्कृत यो संस्कृत हो संस्कृत यो संस्कृतको अलिक छुट्टै छ होइन संस्कृतको ध्यानलाई ध्यानै भन्छ पाली के भन्छ पालीले झानाङ झानाङ जनम धोनाङ जनङ ज्ञान मित्र अनि झ्याम्बालाई संस्कृतले मैत्री भन्छ झिम्बामा अनि पालीले चाहिँ झिम्बामा जम्बा जम्बा छ यहाँ मित्र अब संस्कृतमा झ्याम्बा भन्छ उसमा तिब्बतमा तिमी नतोरी नो सम्पाले दिनु बुझिन संस्कृतले चोरेर अनि सम्पाले यहाँ पिन्छ दिन्छ अनि पालीमा चाहिँ मेता भन्छ नेपाली इंग्लिश मेताङ मिताङ ट्रिंग लिस्ट चाहिए सर हमारे YouTube ला फोन लाना था मुंह में चाहते हैं YouTube में हो सर जैसे इंग्लिश के बता वहाँ उस कुन गिङ्जेलाई मी तो YouTube.com गिङ्जेलाई करुणा फिर संस्कृत पाली पर के भन्छ अब पालीबाट पनि करुणै भन्छ बता खतम से हँ खतम है ज्ञान ज्ञानको सागर हो रोली तपाईँ राम्रो रहेछ भने तपाईँ ज्ञानको सागर हो सर नेपाल तपाईँ ज्ञानको सागर हो सर अनि यो यस्तो छ अहिले होइन अब टिबेट भाषामा पनि सिने लाक्थुङ
अनि ज्याङ्सु सेम्बासँग सेन्ट्रल जोक्पेसँग ज्याङ्सु भन्ने चाहिँ अरू जति ल्याङ्ग्वेजले के गर्यो होइन यो भोट भाषामा चाहिँ अब यो बुद्धले नभने पनि सिने बजन त्यो बोधिसत्वहरूले चाहिँ यो चाहिँ राखेको छ नेचर संस्कृत के भाषा सिने संस्कृतमा त थाहा छैन मलाई सिने अब को संस्कृत सिंहमा पाली न उसमा पालीमा चाहिँ विपासना भन्छ विपासन लाङथोङले लाथोङ विपासना भन्छ तर भारत वही लाथोङ खन्जो साम्बाला याङ्केर झानाङ विपासना सिनेमा नल्ला लाथोङ लाङथोङ समाथाङ झानाङ भन्छ समाथाङ समझन पनि सिने हो त अनि समाथाङ झानाङ विपसना अनि झानाङ विपासना समाथाङ लाङथोङ लाथोङ सबै लास्टमा एनजी लगाएको हुन्छ एनजी एनजी झानाङ समाथाङ विपासना थाङ झानाङ अनि विपासना थुप्रो छ त्यहाँ फेरि तपाईँ हामी घुम्बामा जाउँ न टिचर गर्ने एक साल लागि जानु न तपाईँ हामी दार्जिलिङमा एक साल लागि टिचर जान्छ हाम्रो गुम्बामा टिचर गर्नु हाम्रो एक साल लागि ए महिनाको 10,000 महिनाको 10,000 हुन्छ अनि पाली त यहीँ काठमाडौँमा सिक्नु भयो भने कहाँ छ यहाँ होइन तपाईँ खतरनाक गर्छ न यहीँ कलेज छ के थाइल्यान्ड सरकारबाट चलाउँ थाइल्यान्ड सरकारदेखि थाइल्यान्ड सरकार छाप त्यहाँको लाग्छ 10 वर्ष बढी नेपाली फल्किरो संस्कृत टिबेटनमा अहिले यो के भन्छ पार्लीको रहेछ न संस्कृत यो टिबेटनमा ठिकै गरेको रहेछ त टिबेटन भाषामा ठिकैको ट्रान्सलेट गरेको रहेछ 100% ठिक गर्यो ठिक रहेछ पार्ली भाषा दिए पार्ली भाषा दोगेला 100% यहाँ पुचिदुलस 100% यहाँ पुचिदुलस कोही त्यसले लागि फाल्नु पार्ली के लायो र हिमा छुयो र भोग्यो दि 100% ताक्ता सुदुलस यहाँ पुचिदुलस सुया कोना पाली नहुला सुई लागि दिजने त्यही खेपा त्यो जुगे जेला गुनी रेड लागि त त्रै छ त लिभ लभ के भन्नु ठुला भन्नु लिभ टु लभ जट्टा रहेछ ठुला भन्नु के लिभ भनेको बाँच्नु अनि लभ भनेको माया मायाले बस्नु मायाले बाँच्नु मायाले बाँच्नु बसेको ठाउँलाई माया गर भन्नु लिभ टु लभ है तपाईँ पनि बस्नु ठाउँमा माया गर्छ गर्छु राम्रो तपाईँ सिने कति घन्टा बस्न सक्छ एकदमै त्यही जन भिडियो मान्छे पदमा मान्छे हुन्छ 1 आवर बस्दाखेरि भइहाल्छ रिभ्यू 1 आवर 1 आवर 1 आवर बस्यो दिनभरि अब 2-3 दिनसम्म तपाईँ त फेरि खाना पनि कम्ती खान्छ होला है किन टन्नै खान्छ टन्न खायो भने कहाँ फेरि सक्दैन न बस्ने निन्दा लाग्छ नि होइन यसको भन्नु न के भन्छ निन्दा लाग्छ न घुम गर्ने टाइममा के गर्नुपर्छ त्यतिखेर बेलुका त्यसो खानु हुँदैन हुन न अब घुम गर्ने टाइम हुन्छ न सिनु घुम्सी गर्छ न निन्दा लाग्दैछ न बिचमा के गर्नुपर्छ यसको लागि के गर्नुपर्छ त्यो त निन्द्रा आएको त ऊ हो नि यसको नलाग्ने के गर्नुपर्छ पुण्य काटिएर माइनस भएर पुण्य खाटेर यसको लागि के गर्नुपर्छ के गर्नुपर्छ भनेको यसको लागि अब दिउँसो सुत्नु मेन निन्दा लाग्ने न त फेरि यताउता ध्यान यस्तो हुन्छ न उसको लागि बिचमा यस्तो डिस्टर्ब हुन्छ न मेन मेडिटेसन गर्ने टाइममा त्यस्तो भनेको अब अर्को अब न्युलबातिर जाने भन्ने यस्तो सङ्केत के होइन घुम गर्ने टाइममा हुन्छ न मेडिटेसन मेडिटेसन टाइममा पूजाको टाइममा ध्यान गर्ने टाइममा हुँदैछ न अब हामी भटक्छ न ध्यान भटक्ने फेरि निन्दा लाग्ने अब त्यस्तो भनेको अब यसो अर्को जुनी चाहिँ अब म चाहिँ अहिले चाहिँ सेमचेन हो अर्को जुनी चाहिँ अब महासेमचेनमा चाहिँ जाने भन्ने अब महासेमचेन भनेको एकदम होइन म यो भनेको होइन उसको प्र्याक्टिस गर्ने टाइममा के गर्नुपर्छ भनेको निन्दा जस्तो लाग्ने सिन राम्रो पार्छ धुम्बा गुड
यसको लागि के गर्नुपर्छ प्र्याक्टिस निन्दा लाग्ने टाइममा सिल पालन गर्नुपर्छ सिल हुन कि हुन फेरि पनि यसको लागि प्र्याक्टिस हुन्छ न फेरि निन्दा लाग्ने टाइममा निन्दा लाग्ने टाइममा लागेपछि उठेर हिँड्ने कहाँ हिँड्ने उठेर हिँडेर बिस्तारै दिउँसो त भन्नु न हिँडेर के गर्ने मलाई थाहा भएन त्यति मेरो कुरो बुझेन बुझेको निन्द्रा लागेपछि अब त्यतिखेर के गर्ने भन्ने मलाई थाहा हुनु न तपाईँ थाहा छ न तपाईँले फेरि 1 घन्टा हुन तपाईँ 1 घन्टा बस्न सक्छ अरे मलाई पनि निन्द्रा लाग्छ म निन्द्रा आएपछि भन्नु न तपाईँको प्र्याक्टिस भन्नु न के गर्छ मैले अब त्यो अब मलाई पनि मेरो पुण्य चाहिँ अब माइनस भन्नु न तेरो म तर अब दिन्छु सेयर गर्नु न तपाईँले गरेको अनि म थाहा पाएपछि भागिहाल्छु म त त्यस्तो मलाई पनि आउँछ त्यसो त म दिन्छु सुत्दिनँ पनि दिउँसो सुत्दिन अहँ राति राति त जोडले सुत्छु फेरि सोच होइन फेरि सोचहरू यताउता जानु उसमा के गर्नुपर्छ मेडिटेसन गर्ने टाइममा ध्यानमा एउटा बस्न सक्दैन नि ध्यान उता घर याद आने फेरि उता याद आने खानेको याद आने के कुराहरू याद आउँछ न मेडिटेसन गर्ने टाइममा उसमा के गर्छ तपाईँ ध्यान गर्ने टाइममा त्यस्तो त पहिला भइहाल्छ नि के गर्यो तपाईँले राम्रो हुनेलाई के गर्यो तपाईँले बिस्तारो बिस्तारो गरेर भन्नु न केस्तो गर्यो यस्तो कन्सन्ट्रेट गर्ने बिस्तारो बिस्तारो तपाईँले त कुरा लुगा राख्दैछ होइन हो मेरो पनि त्यस्तै हुन्छ आफैको एउटा हुन्छ नि के भन्छ अब तपाईँले सिकेको एउटा ज्ञान हुन्छ न यो भन्नु न किन भन्नु हुँदैन मलाई थाहा भएन तपाईँले फेरि 1 घन्टा कसो बस्छ मेरो त 1 घन्टा यस्तो लिइरहेको जस्तो ला तपाईँले त पुरा लुगाउँदैछ कुराहरू यो यस्तो बाजु टाइममा के सोचेर बस्दैछ त्यत्तिकै पनि बस्ने सोचेर पनि बस्ने के सोच्दै के खुल्ला सोच्दै के त्यो अब गीतहरू गीतहरू के चाहिँ गीतहरू सोचेपछि त मेडिटेसन भएन त फेरि मेडिटेसनमा त सेम चाहिँ यस्तो आउने पर्छ म आफै बजाउँछु नि त गीत होइन त सेम एक के भन्छ एउटा जग्गामा एउटा ठाउँमा राख्नुपर्छ त्यो त म आफै गीत बजाउँछु त्यही गीत सुन्दै बस्छु कोही त दिने दिने त म को कुरा घिसे त किल्ला गीतको भाषा चाहिँ होइन यहाँ बुझ्यो नि के चाहिँ दिँदा यसलाई रिपिट गरेकै गर्ने के एउटै कुरा साङ्गे पढेपछि मोटुक चाल्दैछु भन्ने गीत गाउने अनि यत्तिकै फेरि रिपिट गर्ने यही मुटुक चल्दैछ यस्तो गरेर उसको म त अरूको पनि भन्ने यो भनेको राङजुङ छोड्दैन मोटुक चाल्दैछु भन्ने अनि त्यसलाई मिलाएर भन्ने नि त अनि निन्द्रा लागेको जस्तो भने यसो हेरेर अनि नमो साङ्गे पढेपछि गीत गाउने के तपाईँले भन्दैन जसमा तपाईँ 1 घन्टा बस्छ अरे त यसको बारेमा अलिक ज्ञान दिनु न ज्ञान दिनेले त यो के भन्छ त्यो त हो कि अब यो बाँड्नु न ज्ञान अहिलेको अहिले भनेर कहाँ अब त्यो अब 1 घन्टाभित्रको धेरै कुरा हुन्छ त्यो मैले अब 1 घन्टाभित्र सबै कुरा गर्ने भनेको होइन एउटा एकै शब्दमा भन्दाखेरि यस्तो गीत गाउने बस यति मात्रै गाउँदा पनि तपाईँ आनन्दले रिल्याक्स अनि घरि बिचबिचमा साङ्गे मोटुक चाल्दैछ भन्ने होइन अचेल त भन्दिनँ पनि साङ्गे पा रेम्पुसी कुसुङ थु मोटुक नभनेर मोटुकको ठाउँमा छेटुक भन्ने बिरामी छ नि त बुढो भइसक्यो नि